नमस्कार दर्शकबिनहरू, नेपाली कथानक चलचित्र के घर के डेरा 2 को पहिलो दिनको बक्स अफिस प्रेडिक्सनको अपडेट्स लिएर म तपाईहरुको अगाडि उपस्थित भइसकेको छु। कृपया हाम्रो यस च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने अरु यस्तै ताजा अपडेट्सको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरी साइडमा रहेको बेल आइकनलाई थिच्नुस् र यो भिडियोलाई लाइक कमेन्ट अनि शेयर गर्नुस्। आदरणीय दर्शकबिनहरू, कलाकारको बलियो लाइनअप रहेको फिल्म के घर के डेरा घर नम्बर 2 यही शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा छ। यसमा खगेन्द्र लामेछाने, निश्चल बस्नेत, आर्यन सिगदेल, केके अधिकारी जस्ता स्थापित कलाकार छन् भने पशुपति प्रसादका निर्देशक दिपेन्द्र के खनालको निर्देशन तथा उपन्यासकार बुद्धि सागरको लेखन रहेको छ। ती तीन कारणले फिल्मप्रति दर्शकमा उच्च अपेक्षा छ। घरेलु बक्स अफिसमा सुखद व्यापार गर्न सक्ने प्रक्षेपण गरिएको फिल्मको मल्टिप्लेक्सहरूमा अग्रिम टिकट बुकिङ खुला भएको छ। फिल्मले राम्रो संख्यामा सो पाएको छ। देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले पहिलो दिनका लागि फिल्मलाई काठमाडौँ उपत्यकामा 25 शो र उपत्यका बाहिर 22 शो गरी 47 शो बाँडेको छ। बुकिङ राम्रो भएको खण्डमा शोमा थप वृद्धि हुन सक्नेछ। त्यस्तै दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईले 4 आउटलेटमा फिल्मलाई 15 शो, वान सिनेमाजले 2 आउटलेटमा 9 शो, बिग मुभिजले 5 शो, एफक्युबले 4 शो, कृतिपुर सिनेप्लेक्सले 2 शो, बीएसआर मुभिजले 4 शो उपलब्ध गराएका छन्। काठमाडौँ र मोपसलका अझै थुप्रै हलमा बुकिङहरू खुलिसकेका छन्। चलचित्रले बिहीबारसम्म फिल्मले करिब 200 आसपास शो पाउने देखिएको छ। अझै केही शोजहरू बढ्ने क्रम रहेकाले चलचित्रको शो 200 माथि पुग्ने अनुमान गर्न सकिन्छ। फिल्मको प्रदर्शन मिति नजिकै गर्दा यति बेला निर्माण टिमले फरक शैलीमा प्रचार प्रसार गरिरहेको छ। निश्चलदेखि केके सम्मले काठमाडौँका विभिन्न सार्वजनिक स्थलमा दर्शकसँग भलाकुसारी गर्दै फिल्म हेर्ने निम्तो दिएका छन्। यो शैलीमा नेपाली फिल्मको प्रचार पहिलो पटक भएको हो। यसले फिल्मप्रति दर्शकमा कौतूहलता सिर्जना गर्न ठूलो भूमिका खेल्ने विश्वास निर्माण टिमको रहेको छ। काठमाडौँमा घर हुने र डेरामा बस्ने पात्रहरूको सङ्घर्षको कथामा आधारित भएर बनेको फिल्ममा उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, सृजना नापित, संयोग रसाइली, रुबिना घिमिरे, सुरज विष्ट लगायतको पनि अभिनय रहेको छ। कृष्ण बहादुर थापाको डिओपी रहेको फिल्मको कार्यकारी निर्मातामा युवराज कार्की छन् भने निर्माताहरू नकिम उदिन, शरद श्रेष्ठ र किरण महर्जन रहेका छन्। नेपाली कथानक चलचित्र के घर के डेरा सँगसँगै हेलो काशीराम र फाइनल डेस्टिनेसन पनि हलमा भोलिबाट नै लाग्ने भएका छन्। नेपाली कथानक चलचित्र के घर के डेराले पहिलो पनि राम्रै कमाई गरिसकेको छ। त्यसैले यसको पार्ट 2 ले पनि निकै नै राम्रो बक्स अफिस कलेक्सन गर्नेमा सबै विश्वस्त रहेका छन्। निर्माण टिमले पनि चलचित्रले राम्रै कमाई गर्छ भनेर भनिरहेको छ। अब यो त सबै दर्शकको हातमा रहेको कुरा हो, तर चलचित्रको बुकिङ हेर्दाखेरि चलचित्रले राम्रै बक्स अफिस कलेक्सन गर्ने देखिएको छ। नेपाली कथानक चलचित्र के घर के डेराले भोलि ओपनिङ डेमा करिब 50 देखि 60 लाखको हाराहारीमा बक्स अफिस कलेक्सन गर्ने प्रक्षेपण गर्न सकिन्छ। तपाईहरु नेपाली कथानक चलचित्र के घर के डेरा हेर्न कतिको उत्साहित हुनुहुन्छ त, र चलचित्रले ओपनिङ डेमा कतिको बक्स अफिस कलेक्सन गर्छ होला त? हामीलाई कमेन्ट बक्समा कमेन्ट गरेर बताउन नभुल्नुहोला। अरु यस्तै ताजा अपडेट्सको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरी साइडमा रहेको बेल आइकनलाई थिच्नुस् र यो भिडियोलाई लाइक कमेन्ट अनि शेयर गर्नुस्। धन्यवाद। जय नेपाल।